कर्णालीको प्रगति र उन्नतिको लागि ऋषि धमला 24 घण्टा हरपल तपाईहरुको साथमा रहनेछ। कर्णाली 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 नेपाली पत्रकारिताको माध्यमबाट कर्णालीको मुहार परिवर्तन गर्नुपर्छ। कर्णालीका जनतालाई खुसी राख्नुपर्छ। कर्णालीमा आर्थिक क्रान्ति गर्नुपर्छ, कृषि क्रान्ति गर्नुपर्छ, पर्यटन क्षेत्रको विकास र विस्तारमा अब कर्णाली नम्बर 1 हो नेपाल र नेपालीको लागि, विश्वको लागि। के छैन कर्णालीमा? सबै कुरा छ। कर्णालीमा पर्यटक आउने सम्भावना धेरै छ, तर केन्द्रीय सरकार र प्रदेश सरकारले कर्णालीको विकास गरेन। म भन्छु कांग्रेस एमाले धेरै पटक देशको नेतृत्व गर्यो, माओवादीले, तर कर्णालीको विकासमा उनीहरू अगाडि बढेनन्, कर्णालीलाई अगाडि बढाएनन्। कर्णालीको प्रगति र उन्नतिमा उनीहरू जहिले पनि व्यक्तिगत स्वार्थमा लागे, पार्टीको स्वार्थमा लागे, देश र जनताको पक्षमा काम गरेनन्। आज ऋषि धमला अब देश र जनताको पक्षमा काम गर्छ। पार्टी ठुलो कुरा होइन, देश र जनता सबभन्दा ठुलो कुरा हो। पहिला देश र जनताको लागि काम गरौँ। देश सङ्कटमा छ, देश सङ्कटमा भएको विषम परिस्थितिमा राष्ट्रिय सहमति सर्वपक्ष आज सहमति आवश्यक छ। देशमा सबै शक्ति मिल्नुपर्छ। एउटा व्यक्तिले मात्रै देशको परिवर्तन सम्भव छैन। ऋषि धमलाले भनेको थियो आन्दोलनमा, जेन्जी आन्दोलनमा सडकमा आएको हो ऋषि धमला 23 गते 24 गते, र जेन्जीहरूलाई साथ दिँदै ऋषि धमलाले भनेको थियो भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ। देश कसले बिगार्यो? भ्रष्टहरूले बिगारे, भ्रष्टहरूले। आज देशलाई विकास र समृद्धिको यात्रामा जसरी अगाडि बढाउनु पर्थ्यो भ्रष्टहरू बाधक भए, भ्रष्टहरूले काम गरेनन्, भ्रष्टहरूले खाली कमाए, खाए, लुटे, देश बनाएनन्। आज ऋषि धमला तपाईहरुको बिचमा किन आयो? भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ, सुशासन चाहिन्छ देशमा। अब दलका नेताहरू सच्चिनुपर्छ, सुध्रिनुपर्छ, समय सापेक्ष अगाडि बढ्नुपर्छ। उनीहरूका सोच चिन्तन सकारात्मक हुनुपर्छ, जनमुखी हुनुपर्छ। जनता 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 सबभन्दा ठुलो कुरो जनता। उपस्थित महिला त सजनबिन र पत्रकार साथीहरू सबैलाई साथी राखेर म भन्न चाहन्छु, अब यो देश जनताले बनाउने हो। जनताले, अब जनता उठ्यो, जनता जाग्ने हो, जनताले देश बनाउने, देशमा विकास गर्ने हो। र आज उहाँ जस्तो गणेशजी जस्तोलाई साथ दिनुहोस् तपाईँहरूले। अब कर्णालीबाट उहाँले भन्नुभयो म पत्रकार पनि हुँ, एउटा देशको सचेत नागरिक पनि हुँ। यो देशको विकास र समृद्धिको लागि मैले भनेको थिएँ यो देशमा पहिलो राष्ट्रपति महिला हुनु पर्यो, विद्यादेवी भण्डारी बन्नुभयो। हेर्नुहोस्, मैले 10-20 वर्ष अगाडि बोलेको छु। यो देशमा पहिलो प्रधान न्यायाधीश हुनु पर्यो, महिला हुनुभयो सुशीला कार्की। अहिले देशको महिला पहिलो प्रधानमन्त्री बन्नु भएको छ। पहिलो मैले भनेको थिएँ, लगातार बहस गरेको थिएँ। प्रधानमन्त्री बन्नुभयो, महिला राष्ट्रपति बन्नुभयो, महिला प्रधान न्यायाधीश पनि बन्नुभयो, महिला सभामुख पनि बन्नुभयो। उनसरी गर्थेँ। अब कर्णाली प्रदेशबाट यो देशको विकासको लागि, यो देशको परिवर्तनको लागि म भन्छु कणेलजी तपाईहरुले मलाई साथ दिनुहोस्। म आउने निर्वाचनपछि यदि तपाईहरु एक भएर युवाहरू आउनुभयो, युवाहरूले साँच्चै यो देशको परिवर्तन चाहेको हो भने कर्णालीबाट प्रधानमन्त्री बन्छ ऋषि धमलाले बनाउन सक्छ। युवाहरू आउनु पर्यो। अब युवाहरू तपाईहरु जस्तो या भाइ बहिनीहरू जस्तो राजनीतिमा आउनु पर्यो। राजनीतिमा तपाईहरुको रुचि बढ्नु पर्यो। राजनीति भनेको समाज सेवा हो। राजनीति भनेको भ्रष्टाचार होइन। राजनीति भनेको लुटतन्त्र होइन। राजनीति भनेको विकास तन्त्र हो। विकास, समृद्धि, जनताको चाहना अनुसार काम गर्ने हो। राजनीति भनेको देशमा जनताको लागि गर्ने हो। आज हाम्रो देशमा किन यति धेरै बेरोजगारी छ? किन कर्णाली प्रदेशका अधिकांश मान्छे भाग भएका छन्? त्यो पीडा मलाई थाहा छ। किन रोजगारी छैन, उद्योग धन्दा छैन? एउटा पनि उद्योग धन्दा कर्णालीमा छैन। आज यस्तो सम्भावना भएको प्रदेश हेर्नुहोस् त, कर्णालीमा के छैन? सबै कुरा छ, तर खोइ त विकास खोइ। कर्णालीका कतिपय पहाडी जिल्लामा जानुहोस्, कति पीडा छ। सडक छ तर मृत्यु सडक छ। त्यो सडक खतरा छ। सडकमा गाडी गुडाउन गाह्रो छ। किन राम्रोसँग सडक बनाउन सकेन, सडक पिच गर्न सकेन? किन कर्णालीका सडकहरू मृत्यु मार्गको रूपमा परिचित भए विगतमा? के कारण
कारणले धेरै दुर्घटना भयो कर्णालीमा। राम्रो सडक भएको भए, राम्रोसँग हाम्रो देशको नेताहरूले काम गरिदिएको भए आज यो अवस्था आउँथ्यो? भन्नुहोस्, सबैले भन्नुहोस्, एक स्वरले भन्नुहोस्। अब कर्णाली बनाउने कि नबनाउने? कर्णालीमा विकास गर्ने कि नगर्ने? कर्णालीमा छ नि अब सबै एक भएर लाग्ने कि नलाग्ने? युवाहरू चाहियो कर्णालीलाई, देशको परिवर्तनको लागि, विकासको लागि अब सबै एक हुनुपर्छ। अब कर्णालीका धेरै समस्याहरू छन्। म नेपाल समाज क्लबलाई भन्न चाहन्छु, अहिलेको टिमलाई, अब कर्णालीका जनताका पीडाहरू, भुइँ मान्छेका पीडाहरू, किसानका पीडाहरू र पत्रकारिता भनेको भुइँ मान्छेको आवाजहरूलाई लिएर जाने हो। दुखी असहाय गरिब जसले मिडिया पाएका छन्, ठाउँ पाएका छन्, उनीहरूलाई ठाउँ दिने हो। ऋषि धमला भनेको भुइँ मान्छेको मान्छे हो, ऊ केही पनि होइन। ऋषि धमलालाई न प्रधानमन्त्री बन्नु छ, देश बनाउनु छ, देशमा सबै शक्तिलाई मिलाउनु छ। र जेएनयू आन्दोलनपछि त धेरै दल खुलेका छन्। म भन्छु सबै नयाँ पुराना दललाई मिलाएर देशमा विकास गर्ने हो। राम्रा राम्रा मान्छेलाई सँगै लिएर देशमा विकास गर्ने हो। कसैलाई निषेध गरेर देशमा विकास हुँदैन, सबैलाई मिलाउने। हरेक पार्टीमा राम्रा मान्छे छन्, सबै मान्छे भ्रष्ट खराब छैनन्। राम्रा राम्रा योग्य सच्चे मान्छेको टिम बनाएर देश बनाउने हो। नयाँ पुराना हाम्रो देशमा छ नि राष्ट्रिय सहमति आजको आवश्यकता हो। साझा व्यक्ति चाहियो, साझा सोच चाहियो र सकारात्मक सोच र सकारात्मक दृष्टिकोण चाहियो देशमा। आज बिहानदेखि नै म कर्णालीमा आएर लगातार कार्यक्रममा सहभागी भएर कर्णालीको बारेमा बहस गरिरहँदाखेरि म कर्णालीको प्रगति र उन्नतिको लागि 24 घण्टा हर पल खट्न थालेछु। अब मेरो एजेन्डा कर्णाली बनाउँछु। मैले मधेस प्रदेशमा गएर भनेको छु, यदि कर्णालीबाट विकासको युग सुरु भयो भने देशमा विकास सम्भव छ। कर्णालीमा हामीले प्रत्येक वर्ष म धेरै कुरा गर्न चाहन्न, ठुलो कुरा गर्न चाहन्न, 10 लाख पर्यटक ल्याउन, 10 लाख पर्यटक लिएर आउँ। असम्भव छैन। राज्यले राम्रो नीति बनाउनुपर्छ, एयरपोर्ट चाहिन्छ। आज हामी जुन अवस्थामा छौँ, कर्णाली प्रदेशको राजधानीको एयरपोर्ट हेर्नुहोस् त, सुर्खेतको एयरपोर्ट, वीरेन्द्रनगरको एयरपोर्ट, राति प्लेन चल्दैन, राति हवाईजहाजहरू प्लेनहरू अवतरण हुँदैन। किन? राज्यले राम्रोसँग काम गरेन। म प्रदेश सरकारलाई भन्न चाहन्छु, प्रदेशको मुख्यमन्त्री एमलाल करेलाई भन्न चाहन्छु, अब सुर्खेतको एयरपोर्ट 24 घण्टा खुला होस्। कति समस्या छ। अनि कर्णाली प्रदेशको विभिन्न जिल्लामा जानको लागि नेपालगञ्जबाट जानुपर्ने, यो गलत भयो। नेपालगञ्जबाट होइन, सुर्खेत एयरपोर्टबाट, वीरेन्द्रनगर एयरपोर्टबाट जानुपर्छ। अब सबै ठाउँमा प्लेनहरू उड्नुपर्छ 10वटै जिल्लामा। त्यो बाटोबाट बनाउनुहोस्। हामीले देशको विकासको कुरा मात्र गर्ने, गफ गरेर मात्र हुन्छ? अब गफ गर्ने बेला गयो, काम गर्नुहोस्। पर्यटन क्षेत्रको विकास राखेर म प्रत्येक दिन पर्यटक जान चाहन्छु, विदेशीहरू जान चाहन्छ। तर खोइ वातावरण, खोइ राम्रा राम्रा होटलहरू बनेको, खोइ पूर्वाधार, खोइ प्लेन, खोइ एयरपोर्ट। हामीले देश बनाउन सक्यौँ? देशमा विकास भयो? कुन अवस्थामा हामी छौँ? कति पीडा छ। यति हाम्रो देशको साँच्चै माया अहिलेको नेतृत्वले गरेको भए, अहिलेको नेतृत्व गम्भीर भएको भए, विकास गर्नु भएको भए, शिक्षा र स्वास्थ्यमा निःशुल्क गरेको भए, ल मैले एउटा घोषणा गरेको छु, आज पनि गर्छु। म यो देशमा भ्रष्टाचार अन्त्यको लागि, सुशासनको लागि शिक्षा र स्वास्थ्यमा निःशुल्क गरौँ। निःशुल्क त्यो राज्यको काम हो, राज्यको दायित्व। हाम्रा भाइ बहिनीहरूले आफूले पढ्न चाहेको स्कुलमा कलेजमा निःशुल्क पढ्न पाउनुपर्छ। आफूले उपचार गर्न चाहेको ठाउँमा निःशुल्क उपचार गर्न पाउनुपर्छ। अहिलेको युगमा राज्यले गर्नु पर्दैन, राज्यको दायित्व होइन। यदि ऋषि धमला राजनीतिमा आयो भने स्वास्थ्य र शिक्षामा निःशुल्क एउटा अभियान, राष्ट्र निर्माणको अभियान हो, देश विकासको अभियान हो। गरीब निम्नका असहायका छोराछोरी कहाँ पढ्ने,
पढ्न पाएको छैनन्। कर्णालीको पीडा हामीलाई थाहा छैन। शिक्षामा कति ठुलो समस्या छ, स्वास्थ्यमा कति ठुलो समस्या छ, मान्छेले पढ्न पाएको छैनन्। त्यसलाई हामीले सम्बोधन गर्नु पर्दैन। त्यसैले म कर्णालीवासीलाई साक्षी राखेर आज भन्न चाहन्छु, अब नेपालको पत्रकारिताको क्षेत्रबाट मैले धेरै पटक बोलेको छु। मेरो बिहानको नेपाली बसमा बेलुकाको जनता जान्न चाहन्छन् कार्यक्रममा प्राइम टिभीमा म 1 मिनट कर्णालीको बारेमा बोल्छु। अब कर्णाली 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 विकास 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 समृद्धि 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 उन्नति उन्नति प्रगति प्रगति रोजगारी रोजगारी रोजगारी। आज पनि मैले बिहान रेडियोमा बोल्दाखेरि सुरु गरेको छु। यहाँ राजीव शाह हुनुहुन्छ जाजरकोटको, उहाँले भन्नुभयो भूकम्प पीडितले अहिले पनि केही पाएन। मैले भनेको छु राज्यलाई, अब भूकम्प पीडितलाई राहत देऊ, घर बनाइदेऊ। लेखेर मात्रै हुँदैन, बोलेर मात्रै हुँदैन, निर्णय गरेर व्यवहारमा उतार। आज जाजरकोटको जनताको पीडा मलाई थाहा छ। जाजरकोट म पुगेको छु। राजीव भाइले भन्नुभयो जाजरकोटको बारेमा बोल्नु पर्यो। जाजरकोट होइन, म कर्णालीको 10औं जिल्लाको बारेमा बोल्छु। कर्णालीको समग्र विकासमा म अब काम गर्छु। कर्णाली बनाउने हो, कर्णालीको जनतालाई सम्पन्न बनाउने हो, कर्णालीको जनतालाई हरेक तरह तबकामा पुर्याउने हो। आज दुईवटा ठुला पार्टीले कर्णालीको नेतृत्व पाएको छ त। काङ्ग्रेसको कार्यवाहक अध्यक्ष, कार्यवाहक सभापति बुढाबहादुर खड्का सुर्खेतको होइन, देशको पहिलो पार्टीको कार्यवाहक सभापति सुर्खेतको हुनुहुन्छ। अनि एमालेको नवनिर्वाचित सचिव एमलालको मुख्यमन्त्री हुनुहुन्छ। अब तपाईहरूले कर्णालीलाई विकास गर्नुहोस्, बोलेर मात्रै होइन, एक्सनमा जानुहोस्, काम गर्नुहोस्। कर्णालीको जनताले त मलाई अवसर दिएका छन्, नेतृत्वमा पुर्याएका छन्। तर कर्णालीलाई यदि हामीले अगाडि बढाउन सकेनौँ भने कर्णालीको जनता अब चुप लागेर बस्दैनन्। आज म जेएनजी आन्दोलनतिर तपाईँलाई लिएर जान चाहन्छु र नेपाल संवाद क्लबलाई भन्न चाहन्छु, मेरो नाममा स्थापित भएको यो पत्रकारिता पुरस्कार कुनै जेएनजी युवाको नाममा राख्नुहोस्, कर्णालीको घाइतेको नाममा राख्नुहोस्। तपाईँले 50,000 रुपियाँ ऋषि धमला पत्रकारिता पुरस्कार राख्नु भएको छ। म भन्छु कर्णालीको एकजना घाइते अहिले अस्पतालमा हुनुहुन्छ, बोराजी, थाहा छ? सन्तोष बोराको नाममा त्यो पुरस्कार म राख्न चाहन्छु। सन्तोष बोरा पत्रकारिता पुरस्कार राख्न चाहन्छु। घाइतेहरूलाई राख्नु, घाइतेहरूलाई सम्मान गर्ने हो। ऋषि धमलाको नाममा पत्रकारिता पुरस्कार चाहिन्छ। ऋषि धमला जनताको मान्छे हो। अब घाइतेहरूलाई साथ दिनु, घाइते जेएनजी आन्दोलनको घाइतेको सुस्वास्थ्य र दीर्घायुको म कामना गर्न चाहन्छु। कर्णालीमा धेरै घाइते भएका छन्। कर्णालीले जेएनजी आन्दोलन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। अब आगामी निर्वाचनपछि यो देशको परिवर्तनको नेतृत्व कर्णालीले गर्नुपर्छ। कर्णालीलाई म साथ दिन तयार छु, जेएनजी युवाहरूलाई साथ दिन तयार छु। आगामी निर्वाचनमा कर्णालीबाट जेएनजीहरूले जित्नुपर्छ। जेएनजीहरूले भनेको मान्छेहरू जित्नुपर्छ र भ्रष्टाचारलाई कारबाही गर्दै सुशासनको प्रत्याभूति दिँदै कर्णालीमा उत्पादन भएको स्याउ प्रत्येक नेपालीको घरमा पुर्याउँ। अब कर्णालीको स्याउ प्रत्येक नेपालीको घरमा, बिहानदेखि बेलुकासम्म मेची, महाकाली, हिमाल, पहाड, तराई, अब कर्णालीमा उत्पादन भएको स्याउ खाऊ, कर्णालीलाई बनाऊ, बैलेको सुन्तला खाऊ, हामी सबै मिलौँ र अब कर्णालीमा उत्पादन भएको जडीबुटीलाई अन्तर्राष्ट्रियकरण गरौँ, ब्रान्डिङ गरौँ, अगाडि बढाउँ। कृषिको कुराका कृषि क्रान्ति, कर्णालीमा सबै कुरा हुन्छ, सबै कुरा उत्पादन हुन्छ। त्यो उत्पादन भएको चिजलाई हामीले बजार दिउँ। अब क्रान्ति गरौँ, आर्थिक पर्यटन क्षेत्रको विकास गरौँ र कर्णालीलाई उज्यालो बनाऊ, समृद्धिशाली बनाऊ र ऊर्जा क्रान्तिको सुरुवात कर्णालीबाट गरौँ भन्दै कर्णालीका सम्पूर्ण युवा युवतीलाई सबैलाई स्यालु र अभिनन्दन गर्दै तपाईँहरूको साथमा रहने प्रण गर्दै नेपाली पत्रकारितालाई अब क्रान्तिको माध्यमबाट, क्रान्ति भनिरहेको छु मैले, पत्रकारितालाई अब सशक्त प्रभावकारी बनाउने, अब व्यवसायिक पत्रकारिता गर्ने, इमान्दारिताका साथ पत्रकारिता गर्ने, देश र जनताको पत्रकारितामा लाग्ने, अब कुनै पनि पार्टीको पत्रकारिता नगर्ने, दलीय पत्रकारिता भन्दा माथि उठ्ने, देश र जनताको लागि पत्रकारिता गरौँ। देश र जनताको लागि अब देश र जनताको लागि पत्रकारिता गर्नुपर्छ। नेपाल संवाद क्लबले, रिपोर्टर्स क्लब नेपालको कर्णाली प्रदेश शाखा पनि हामीले गठन गरेका थियौँ, खोलेका थियौँ, तर हामीले सुचारू गर्न सकेनौँ, अगाडि बढाउन सकेनौँ। म नेपाल संवाद क्लबलाई भन्न चाहन्छु, अब हामी सहकार्य गर्छौँ, तपाईँलाई साथ दिन्छौँ। अब हामी सहकार्यको एजेन्डामा अगाडि बढ्छौँ भन्दै म ऋषि धमला बिदा हुन्छु। हस्त, नमस्कार।